नमस्ते इट्स विक्रम राय। टुडे चाहिँ म चाहिँ आएको छु मेरो बारीमा हेर्न सक्नुहुन्छ गाइस। यो खर्सानी, यो हो टमाटर, दिस इज अ भेरी यो चाहिँ दाइ। यहाँ चाहिँ यो सागको झार भएछ त्यो म उखेलेर छोडिदिन्छु। यहाँ यसको चाहिँ मल युज हुन्छ यस्तो ठुल्ठुलो छिप्पिएको थियो ल। यस बेबी टक्कै चाजा लगेर खाने हो। टमाटर चाहिँ यो हाम्रै बारीमा फलेको काँक्रा खायो है त, दामी छ, गाउँमा जस्तो रहेछ। ल मेरै बारीमा फलेको है त यो चाहिँ। हाम्रो फाइनल्ली रेडी भयो है त। के भन्छ बनाउनुलाई? ल खानुहोस् त कस्तो हुन्छ। ल चाहिँ नि यो फल्यो बारीको पनि धन्यवाद, मिहिनेत गाउँदाहरूलाई पनि धेरै धेरै धन्यवाद। हुन्छ यो चाहिँ तिते करेला र आलु। यो चाहिँ यस्तो तिते करेला जस्तो सेप हुन्छ त्यस्तै खालको, यसलाई पनि चप गर्नुपर्छ आलुलाई, अलिक बेटर हुन्छ भन्ने चिज चाहिँ यस्तो। किराँतीजीले यो सब जुटाउनु भयो। लेट्स ट्राई इट एन्ड आई विल टेल यु हाउ इट्स टेस्ट है। कस्तो मिठो छ? ल अलिकति बेसी भएको जस्तो भयो। काँक्रा छ। ओ काँक्रा भन्ने भुलेछ। बेलौती मेरो पनि छ यतापट्टि धनियाँ। ल प्लिज लेट्स ट्राई। ओके ओके। खर्सानी ठाडो गर्दा सबै देखिन्छ भन्ने चिज हो। मिठो नै छ है। काँक्रा चाहिँ फेरि यो के भन्छ नि हाम्रै गाउँको त्यो स्वाद आउने खालको क्या, यो त्यही खालको काँक्रा हो। तर यतातिर पाउने काँक्रा चाहिँ यतातिर पाउने काँक्रा चाहिँ खासमा यत्रो यत्रो हुन्छ क्या है। त्यो त म त कलिलो काँक्रा भनेर त्यही छिप्पियो त्यस्तो है। केही भन्ने किराँती समाज यस्तै प्रायः हाम्रो यस्तै हुन्छ। हो हो खासै किनिँदैन, हाम्रो पैसा धेरै भन्छ है त।